एउटा सम्पादकीय विचार पढ्न गइरहेको छु। यस प्रकार रहेको छ मेरो सम्पादकीय विचार, सुन्नुहोला। मेरो सम्पादकीय विचारको शीर्षक छ आमाबाले कहिले सोच्ने छोरो बलात्कारी पो बन्छ कि। हरेक आमाबाले सोच्छन् छोरी ठुलो भई कसैको खराब नजर उसमाथि पर्ला कि, कसैले गलत तरिकाले पो हेर्ला कि, छोरी असुरक्षित हुन्छ कि। तर कति आमाबाले सोच्छन् मेरो छोरो बलात्कारी पो बन्छ कि। अधिकांश यस्तो सोच्दैनन् किनकि हाम्रो समाज अझै प्रतिशतात्मक छ। यहाँ चिन्ता छोरी बलात्कृत हुन्छ कि भन्ने हुन्छ, छोरा बलात्कारी बन्छ कि भन्ने चिन्ता हुँदैन। अन्तर्राष्ट्रिय महिला दिवस महिला हिंसा विरुद्धको 16 दिने अभियान हरेक वर्ष कार्यक्रम हुन्छन्, नारा लाग्छन्, प्रतिबद्धता दोहोरिन्छन्, तर वास्तविकता बदलिएको छैन। महिला असुरक्षा पछि झन बढेको छ। हामी घरको ढोकामा ससाना छोरी छोडेर बाहिर निस्किन्छौँ, तर के हामीलाई थाहा छ आज पनि त्यो छोरी सडकमा, स्कुलमा, घरकै कोठामा वा कुनै गल्लीमा खतरा पो झेल्दैछ कि। बालिका, किशोरी, युवा, वृद्धा जुनसुकै उमेर समूहका भए पनि गिद्धे दृष्टिकोणवालाको अपराधिक हरकतमा पर्दैछन् कि। यो केवल कथा होइन, वास्तविकता हो। निर्मला पन्तदेखि निसा विकसम्म हजारौं पीडित महिलाको व्यथा। हरेक पलका समाचारले यही कुरा दोहोऱ्याउँछन्। हामी हेर्छौँ, पढ्छौँ, सुन्छौँ र बिर्सन्छौँ। यो समाजले धेरै कुरा सिकाएको छ, तर सिकाएको सत्य आधा अन्धकारमै छ। बलात्कार र हिंसाको पीडाले महिलाको जीवनमा घाउ मात्र होइन, भय र असुरक्षाको गहिरो छाप छोडेको छ। बलात्कार एउटा जघन्य अपराध हो। यसले महिलाको अस्मिता मात्र लुट्दैन, मानवताको पनि अपमान गर्छ। 16 वर्षीय निसा विकको बलात्कारपछि हत्या भएको छ। सुर्खेतको उषा बालबाटिका विद्यालयमा कक्षा 11 मा पढ्ने उनको परिवार अझै न्याय खोजिरहेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका 2 उल्टा खामकी 13 वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना वर्षौंदेखि न्यायको पर्खाइमै छ। निसा र निर्मला जस्तै सयौं पीडितले अझै न्याय पाएको छैनन्। यस्ता निर्मम अपराधीलाई सजायको दायरामा ल्याउने कानून नभएको होइन, बलात्कार र यौन हिंसाको घटनालाई नियन्त्रण गर्न कडा कानून बनेको छैन। मुलुकी अपराध संहिता, महिला हिंसा ऐन, बालिका तथा बालबालिकाको दुरुपयोग निवारण ऐन जस्ता कानूनले बलात्कारीलाई ठेगान लगाउने स्पष्ट व्यवस्था गरेको छ। यस्तो कानूनले बलात्कारीलाई जेल सजाय, आर्थिक जरिवाना र कडा दण्डसम्मको व्यवस्था गरेका छन्। बलात्कारको घटनामा दोषी पाएमा कानूनले न्यूनतम 5 वर्षदेखि अधिकतम 15 वर्षसम्म कैद व्यवस्था गरेको छ। यदि अपराध बालिका वा वृद्धावस्थित महिलामाथि भएको छ भने सजाय दोब्बर हुन्छ। साथै बलात्कारीलाई जेल सजायसँगै सामाजिक प्रतिकार पनि हुने गरेको छ। विशेष कानूनले महिलालाई आत्मरक्षाको अधिकार पनि दिएको छ। यदि बलात्कारको प्रयासमा महिला प्रतिकार गर्दा अपराधीको मृत्यु हुन्छ भने कानूनले अपराधीको मृत्युमा महिला दोषी नमान्ने व्यवस्था गरेको छ। यस्ता कानून र सजायले मात्र बलात्कार हटाउने प्रयत्न गर्छन्, तर वास्तविकतामा कानूनको कार्यान्वयन र समाजको सचेतना आवश्यक छ। तर कानून बनाउनु मात्रै पर्याप्त हुँदैन, त्यसको कडाइका साथ कार्यान्वयन पनि हुनुपर्छ। दुर्भाग्य यहाँ धेरै पटक कानूनको पूर्ण पालना हुँदैन। कहिलेकाहीँ पीडकलाई जोगाउने खेल समेत चल्छ। मुलुकमा अहिले 3 तहका सरकार छन्। ती सबै तह विभिन्न सञ्चारनागत कानून बनिरहेका छन्। यी नयाँ कानूनले पुराना व्यवस्थालाई पनि प्रतिस्थापना गर्दै आएका छन्। विडम्बना के छ भने अधिकांश महिलालाई यो अधिकारबारे जानकारी नै छैन। बलात्कार एउटा जघन्य अपराध हो। यसले महिलाको अस्मिता मात्र लुट्दैन, मानवताको पनि अपमान गर्छ। यौन पिपासुहरूले जबरजस्ती गरेर आफ्नो विकृति इच्छा पुरा यस्तो घृणित घटना समाजमा बारम्बार दोहोऱ्याइरहेका छन्। अहिलेसम्म धेरै घटनाले के देखाउँछन् भने प्रतिकार गर्न नसक्नेहरू बढी पीडित बन्छन्। बालिका र वृद्ध महिलामाथि हुने बलात्कारका घटना त्यसैको उदाहरण हुन्। किशोरीमाथि हुने बलात्कारका घटना भने अर्को समस्या पनि देखिन्छ। हाम्रो समाजले धेरै पटक दोष पीडितलाई नै दिन्छ। महिलामाथि नै प्रश्न उठाइन्छ, विभिन्न टिप्पणी गरिन्छ, अपराधीभन्दा पीडित नै कठघारामा उभ्याइन्छ।
यही सोच्ने सबैभन्दा ठुलो समस्या हो। बलात्कारी अहिले आम घुम्छन्, तर बलात्कृत महिला सामाजिक बहिष्कारमा परेका धेरै उदाहरण हाम्रो समाजमा छन्। समाजले बलात्कृत महिलामाथि दोष देखाउँछ, बलात्कारको कारण खोज्न चाहँदैन। कतिपय परिवारले घटनालाई ढाकछोप गर्छन्, यसले अपराधीलाई कानुनी सजायबाट टाढा राख्छन्। प्रश्न यो पनि छ, समाज वा परिवार महिला मैत्री कहिले बन्ने, अनि किन हुन्छ बलात्कार? पितलो कानुनले वा दोषीलाई मुक्ति दिएकाले वा पुरुषको हेप्ने प्रवृत्तिले? संवेदनहीन समाजमा अपाङ्गता भएका र अशक्तहरू पनि सुरक्षित छैनन्। आधुनिकताको खजेर स्वार्थी बनाएका हाम्रो समाजमा अपराध दिनदिनै बढिरहेका छन्। यी प्रश्नले उत्तर पाइरहेका छैनन्, कारण जे भए पनि महिलाहरू हरेक दिन तनावको शिकार छन्। हाम्रो सोचकै कारण महिलाले म सुरक्षित छु भन्ने महसुस गर्न सक्दिनन्। त्यसैले हरेक आमा बाले छोरीको मात्र होइन, छोराको पनि चिन्ता लिनुपर्छ, कतै बलात्कारी त बन्ने होइन। किनकि यही तोते बोलीका बालिका समेत बलात्कारका शिकार भएका छन्। आफ्नै बाबु, हजुरबा वा नजिकका नातेदारबाट घटना हुने र सेलाउने सिलसिला निरन्तर छ। संवेदनहीन समाजमा अपाङ्गता भएका र आसक्तहरू पनि सुरक्षित छैनन्। आधुनिकताले गाँजा स्वार्थी बनाएको हाम्रो समाज अपराध दिनदिनै बढिरहेका छन्। यसलाई रोक्न वा न्यूनीकरण गर्ने अन्तिम उपाय कानुन अनुसार अपराधीलाई दण्ड दिनु हो। कडा कारबाहीले अरूलाई यस्ता अपराध गर्न निरुत्साहित गर्छ। विडम्बना, यस्ता अपराध जोगाउनमा समेत सत्ता र शक्तिको प्रयोग हुन्छ। कडा कारबाही त परकै कुरा उन्मुक्ति दिलाएका घटना धेरै पाइन्छ। महिलामाथि हुने हिंसा र विभेद न्यूनीकरणका लागि प्रयास नभएको होइन। चर्चा र छलफल भए, कोठे सभादेखि उठे भाषणसम्म, सडकदेखि सदनसम्म थुप्रै चर्चा भए, तर समाधान कम छ। घटना हुन्छन्, विरोध हुन्छ, महिला अधिकारका नारा लाग्छन्, तर समस्या जिउँदा टिप्छ। सार्वजनिक स्थल, जङ्गल, होटेल, स्कुल मात्र होइन, प्रहरी हिरासतमा पनि महिलाहरू बलात्कृत भएका छन्। बलात्कारपछि पोल खुल्ने डरले हत्याको घटना बढेका छन्। हाम्रो समाज विकृति हुँदैछ। हिंसा, हत्या, बलात्कारका धेरै घटनामा कतिपय अवस्थामा लागु पदार्थ, मदिरा, गाँजा र अन्य नशालु पदार्थ सेवन गर्ने व्यक्ति संलग्न पाइन्छन्। गाउँ सहरका पसलमा मदिरा सजिलै पाइन्छ। धेरै गाउँघरमा इजाजत बिनै बिक्री वितरण भइरहेका छन्। त्यसको नियन्त्रण जरुरी छ। सरकारले हरेक महिलाको सुरक्षा ग्यारेन्टी गर्नुपर्छ। साथै हरेक विद्यालयमा सामाजिक र नैतिक सुरक्षा शिक्षा अनिवार्य हुनुपर्छ। समाजले युवालाई नैतिकवान बनाउने जिम्मेवारी लिँदै सचेत हुनुपर्छ। जब हामी सानोदेखि ठुलासम्म सचेत र जिम्मेवार बन्छौँ, तब मात्र निर्मला र इनिसा जस्ता पीडितले न्याय पाउनेछन्। तब मात्र हामी भन्न सक्नेछौँ, तिमी सुरक्षित छौ, तिमी स्वतन्त्र छौ। धन्यवाद।